नमस्कार साथीहरु, आजको यो भिडियोमा हामी हेर्नेछौं एक दिने यात्रा जुन चाहिँ जायन्ट नेशनल पार्क युटातिर हामीले गरेका छौं। यो भिडियोमा मैले तपाईको समग्रमा हाम्रो स्टार्टिङ पोइन्ट देखि एन्डिङ पोइन्ट सम्म सबै राखेको छु। यो भिडियोको बीचमा मैले विभिन्न जानकारीहरु दिनेछु तपाईलाई, हामी कुन ठाउँमा पुग्यौं र त्यो ठाउँको विशेषता के हो भन्ने बारेमा पनि तपाईले जान्नु हुनेछ। र यो ट्राभलिङ ब्लग बनाउने मेरो पहिलो प्रयास हो। यसमा के कुराहरु समेट्नु पर्ने हो, के कुराहरु छुट्यो, कृपया तपाईले कमेन्ट गरेर मलाई साथ सहयोग गरिदिनु होला। अब सुरु गरौँ है त। हजुर जायन्ट पार्क जाने? जायन्ट पार्क जाने। याहू जायन्ट पार्क जाने। लेट्स गो फ्रेन्ड भने। Are you ready? Let's go. Let's go. अनि हजुर कहाँ जानु भएको नानी? Good job. Okay, here we go. Let's go to Giant. श्री गणेशाय नमः। ओम नमः शिवाय। हजुर कहाँ जानु भएको साया? Good job. Okay friend, let's go. Okay friend, let's go. Yahoo! अनि हजुरले एउटा गीत गाइदिनु, कालो चस्मा लाऊ है मैया विशाल बजारको गाइदिनु। नगर्नु है सुर्ता मैया 2-4 हजारको। Let's go friend. नमस्कार साथीहरु, आज हामी लस भेगसबाट जायन्ट नेशनल पार्क युटा जाँदै छौं, जुन चाहिँ यहाँबाट 2 घण्टा 39 मिनेटको ड्राइभमा पर्छ र यो चाहिँ 160 माइल टाढा छ। लस भेगस चाहिँ जुवाडेहरुको सिटी हो भने जायन्ट चाहिँ नेचुरली ब्युटिफुल सिटी हो। अब हामी यो भिडियोमा तपाईलाई देखाउने छौं जायन्ट नेशनल पार्कको बाटोहरु, त्यहाँ के कुराहरु देखिन्छ। यो भिडियो पुरा हेरेर तपाईले मनोरञ्जन गर्नु होला। जायन्ट नेशनल पार्क चाहिँ युटाको पहिलो नेशनल पार्क हो। युटामा विभिन्न नेशनल पार्कहरु छन्, तर जायन्ट चाहिँ उसको पहिलो नेशनल पार्क हो। यसमा विभिन्न हाइकिङ ट्रेल्सहरु छन्, जसमध्ये एन्जल्स ल्यान्डिङ पनि एउटा इम्पोर्टेन्ट हाइकिङ ट्रेल हो, जुन चाहिँ तपाईको 4 घण्टा लगभग लाग्नेछ। र त्यो हाइकिङ ट्रेल चाहिँ तपाईको माथि तल डोरी लाएर पनि गर्नुपर्ने भएकोले सानो बच्चाहरूले या फेरि हाइकिङ डरो गर्न नसक्ने मान्छेको लागि रिकमेन्ड गरेको हुँदैन। यसमा तपाईको बस टुर पनि गराउँदैछ जायन्ट नेशनल पार्कमा। आज हामी त्यसको पनि डिटेल हेर्ने छौं र यो भिडियो तपाईले अन्तिमसम्म हेरेर मजा लिनु होला। हाय हाय बाबा। हाय बाबा। एउटा गीत गाइदिनु। हजुर कहाँ जानुभएको आज? पार्कमा के हेर्ने हजुरले? अनि अनि के लिएर आउने हजुरले? हाम्रो हाउसमा के ल्याउने? हाउसमा ओइक ल्याउने कि काउ ल्याउने कि ब्ल्याक सिप ल्याउने? अनि डक्सले ह्याङ गर्दैन?
ओके, अहिले चाहिँ हामी मस्किट भन्ने नेभाडाको अर्को सिटीमा आइपुगेको छौँ जुन चाहिँ युटाको बोर्डरमै छ। लस भेगसबाट 81 माइल अर्थात् लगभग 1 घन्टा 20-25 मिनटमा यो सिटीमा आइपुगिन्छ। यो सिटीको जनसङ्ख्या 2020 को अनुसार 1,42,439 जना रहेछ र यो सिटीमा तपाईँको विभिन्न क्यासिनोहरू, क्यासाब्लाङ्का गल्फ रिजोर्ट र गल्फ खेल्न मनपर्ने साथीहरूले चाहिँ यो सिटीमा आउन सक्नुहुन्छ। लस भेगसमा जस्तो अत्यन्त गर्मी पनि नहुने र विभिन्न गल्फ कोर्सहरू भएको र छेउमै नदी भएको कारणले पनि यो सिटी एकदमै चर्चित छ गल्फ खेलाडीको लागि। लस भेगस यो सिटी जस्तै थियो पहिला भन्ने गरिएको छ, जसमा चाहिँ विभिन्न गल्फ कोर्सहरू छन् र एउटा चाहिँ नजिकै नदी भएको कारणले पनि यो सिटीको छुट्टै महत्त्व रहेको छ। आउनुहोस् अब एउटा गीत सुनौँ है। This नानी कहाँ जानुभयो? कति राम्रो बाटो नि। हजुरलाई मन पर्यो बाटो? यहाँ हेर्नु न, पहाड रहेछ नि, कति राम्रो पहाड नि। पहाडमा चढ्ने याहू। यो पहाडको नाम हो युटाको पहाड। साया युटाको पहाडमा गयो। कम्ती राम्रो होइन नि। हजुरलाई मन पर्यो? हजुरलाई पहाड मन पर्यो? अनि पहाड ट्री खोइ ट्री भन्नु न। ट्री ल्याउनु भन्नु। पहाड कति राम्रो तर ट्री नै छैन नि। Where are you, tree?
सक्यो यो ट्री निना गर होला हौ नानी नानु ट्री निना गर हो पहाड रहेछ नानी Oh my god 10 वटा रहेछ वाउ हाई 10 वटा पहाड How are you ओ खोला देख्यो खोला Oh my gosh रिभर हेर्नु रिभर अहिले हेर्छ नानीले अहिले जायान नेसनल पार्कमा म रिभर हेर्छु बाबा म जायान नेसनल पार्कमा रिभर हेर्छु र साथीहरू अहिले चाहिँ हामी सेन्ट जर्ज युटा भन्ने ठाउँमा आइपुगेका छौँ जुन चाहिँ लस भेगसदेखि लगभग 1 घण्टा 50 मिनटको ड्राइभमा छ अर्थात् यो 120 माइल पर छ I-15 नर्थ तपाईँ कन्टिन्यू जानु भएपछि यो सेन्ट जर्ज भन्ने बजार आउनेछ सेन्ट जर्ज भन्ने बजारको जनसङ्ख्या 87,176 छ 2020 को जनगणना अनुसार र यसको एलिभेसन छ 2700 फिट समुद्री सतहबाट 2700 फिट माथि यो सिटी रहेको छ यो सिटीको विशेषता भनेको यसको छेउमा जायन नेसनल पार्क छ र यसको छेउमा तपाईको ग्रान्ड क्यान्योन पनि यसबाट नजिकै पर्दछ तपाईको एनसीसीए डिभिजनको टिम छ यो सिटीमा र डिक्सी स्टेट युनिभर्सिटी भन्ने एउटा चर्चित युनिभर्सिटी पनि यो सिटीमा रहेको छ यसको अर्को विशेषता भनेको यसको मौसम हो यहाँ चाहिँ धेरै साह्रो गर्मी पनि हुँदैन विन्टरको केही समय स्नो लाइक हिउँ परे पनि त्यो हिउँ चाँडै पग्लिन्छ र यसमा वर्षभरि एकदमै राम्रो बिचको मौसम रहन्छ त्यो कारणले पनि यो सिटी एकदमै चर्चित छ तपाईको रिक्रिएसनको लागि र सेभरल स्टेट पार्कहरू भएको कारणले पनि यो सिटी एकदमै चर्चित छ एकदमै ग्रीन छ तपाई पनि देख्न सक्नुहुन्छ I am ready papa Let's go to Zion National Park यो नेसनल पार्कमा हाइकिङ गर्न विभिन्न ठाउँबाट मान्छेहरू आउनुहुने भएको कारणले पनि यहाँ लजहरू विभिन्न होटलहरू रहेको छ यो चाहिँ तपाईले देख्न सक्नुहुन्छ यसको पास हामीले लिएर चाहिँ भित्र छिर्नुपर्छ यसको प्रति एकचोटि पास गर्दाखेरि एकचोटि छिर्दाखेरि $35 तिर्नुपर्छ जुन चाहिँ तपाईको 1 हप्तासम्म भ्यालिड हुन्छ यसमा तपाईको क्याम्प ग्राउन्डहरू साउथ क्याम्प ग्राउन्ड नर्थ क्याम्प ग्राउन्ड वेस्ट क्याम्प ग्राउन्ड लगायत विभिन्न क्याम्प ग्राउन्डहरू छन् जसमा चाहिँ आएर तपाईले रात बिताउन सक्नुहुन्छ र यो चाहिँ सर्वे अनुसार यो चाहिँ एकदमै सेफ हुन्छ यहाँनेरि चाहिँ रात बिताउँदाखेरि या फेरि चाहिँ क्याम्प गर्दाखेरि यो यहाँको अर्को विशेषता भनेको के भन्दाखेरि यहाँ तपाईले विभिन्न जनावरहरू पनि वाइल्ड एनिमल्सहरू पनि देख्न सक्नुहुन्छ अहिले हामीले यहाँ कुरा गर्दाखेरि उनीहरूले भन्दै थियो अब हामीले यो बाटो पार गरेर अर्कोतिर गयो भने भर्खरै बच्चा पाएको चाहिँ सिपहरू भर्खरै बच्चा पाएको जरायोहरू देख्न सकिन्छ आज हेरौँ हामी यहाँ के एक्सप्लोर गर्छौँ हामीले है त
याहु जाडो भयो सायालाई जाडो भयो यो जायन नेसनल पार्क हो युटाको अलि उता जानु त हजुरको खिच्छु म उता जानु हाई फ्रेन्ड भनिदिनु म आज जायन नेसनल पार्क आएको छु भनिदिनु हजुर पनि आउनु याहु हामीले यहाँ सानो हाइक गरेका छौँ यो जायर नेसनल पार्क चाहिँ तपाईँको 1919 नोभेम्बर 19 को दिनदेखि सुरु भएको हो र यो चाहिँ 24 आवर ओपन हुन्छ र यसको एरिया 229.1 माइल स्क्वायर रहेको छ जायन नेसनल पार्क तपाईँको रेड क्लिप्सहरूको लागि फेमस छ र यसमा विभिन्न सैनिक ड्राइभहरू छन् जुन चाहिँ तपाईँको पहाड जङ्गलहरूको बिचबाट जान्छ यहाँ हामीले कुरा गरे अनुसार एन्जल्स ल्यान्डिङ लगायत विभिन्न हाइकिङ ट्रेलहरू रहेका छन् जुन चाहिँ एकदमै फेमस हाइकिङ ट्रेलहरू हो तपाईँको यसमा भर्जिन रिभरको नजिकै छ जुन चाहिँ भर्जिन रिभर यो जायन नेसनल पार्कको थ्रुबाट हिँड्छ र भर्जिन रिभर पनि तपाईँको यो जायन नेसनल पार्कको अर्को एउटा मुख्य आकर्षण रहेको छ यसमा तपाईँको इमरल्ड पुल भन्ने छ जुनमा चाहिँ एकदमै सुन्दर झरना पनि रहेको छ र यो सँगसँगै ह्याङ्गिङ गार्डन पनि अर्को एउटा आकर्षण हो जायन नेसनल पार्क भ्रमण गर्नको लागि तपाईलाई सैनिक ड्राइभको लागि सटल बसको सेवा रहेको छ तपाईँ जब यसमा इन्ट्री गर्नुहुन्छ र तपाईँ भिजिटर सेन्टरमा जानुहुन्छ भने त्यहाँबाट तपाईँले सैनिक ड्राइभ गर्ने सटलहरू पक्रिन सक्नुहुन्छ अब यसको फीहरूको कुरा गरौँ तपाईँले $35 तिर्नुभयो भने त्यो चाहिँ 7 डेजको लागि भ्यालिडिटी हुन्छ एउटा कारको $35 लाग्छ र तपाईँको मोटरसाइकलमा जाँदै हुनुहुन्छ भने $30 लाग्छ त्यो पनि 7 दिनको लागि भ्यालिड छ र तपाईँ हिँडेर जानुहुन्छ या फेरि साइकलमा जानुहुन्छ भने सिंगल पर्सन एकजनाको $20 लाग्छ जसको पनि 7 दिन भ्यालिड हुन्छ र नन कमर्सियल अर्गनाइज्ड ग्रुप्स तपाईँको ग्रुपमा जाँदै हुनुहुन्छ भने तपाईँको ग्रुपको विभिन्न रेटहरू रहेको छ तपाईँको $35 नन कमर्सियल भेहिकल विथ द भेहिकल क्यापासिटी अफ 15 15 जनाभन्दा मुनि तपाईँ भेनमा जाँदै हुनुहुन्छ भने $35 लाग्यो नन कमर्सियल र 20 जना पर पर्सन नन कमर्सियल भेहिकल विथ द क्यापासिटी अफ 16 or ग्रेटर तपाईँको जब 20 जना तपाईँको जब 16 जना भन्दा माथि हुनुहुन्छ भने तपाईँको 20 जना पर पर्सन लाग्छ नन कमर्सियल भेहिकलको लागि अर्को एउटा राम्रो पक्ष के छ भन्दाखेरि तपाईँ यसको एनुअल पास लिनुहुन्छ भने $70 तिर्नुपर्छ जुन चाहिँ 1 वर्षको लागि भ्यालिड हुन्छ र मिलिटरीको फ्यामिली हुनुहुन्छ तपाईँ मिलिटरी हुनुहुन्छ भने तपाईँलाई फ्री इन्ट्री छ तपाईँ सिनियर हुनुहुन्छ भने सिनियरको एनुअल पास $20 छ र लाइफ टाइमको लागि तपाईँले पास लिन चाहनुहुन्छ भने सिनियरको लागि $80 छ जुन चाहिँ तपाईँ 62 वर्षभन्दा माथिको हुनुपर्ने छ तपाईँको लाइफ टाइम पास लिने अरूको लागि व्यवस्था पनि छैन लाइफ टाइम पास मात्रै सिनियरको लागि छ र तपाईँ 62 वर्ष या त्योभन्दा माथिको हुनुपर्ने छ अब धेरै गफ नगरौँ र तपाईँ यो सिनको मजा लिनुहोस्
साथीहरू, तपाईँ हाम्रो सैनिक ड्राइभको कतिको मजा लिँदै हुनुहुन्छ? यो भिडियो कस्तो लाग्दैछ प्रक्रिया कमेन्ट गर्नुहोला र तपाईँको सल्लाह र सुझावलाई म एकदमै एप्रिसिएट गर्छु र त्यो अनुसार मैले चाहिँ सुधार गर्नेछु, जसको कारणले मैले धेरैभन्दा धेरै ट्राभलिङ भिडियोहरू बनाउने त मलाई हौसला मिल्नेछ। अहिले हामीले सैनिक ड्राइभ गरेको यो जायनको सैनिक ड्राइभ लगभग तपाईँको 5 माइल समथिङ पछाडि हामी फर्किनेवाला छौँ। यसमा हाइकिङ गरेकोलाई म छुट्टै पार्ट 2 बनाएर भिडियो हाल्नेछु। अहिलेलाई सैनिक ड्राइभको भिडियो तपाईँले इन्जोय गर्नुहोस्।
अबको पार्ट यहाँबाट सुरु भयो अन द वे ब्याकको हामी फर्किँदाखेरि लिएको क्लिप्स अब तपाईँले हेर्न सक्नुहुन्छ जसमा चाहिँ दुईटा ठुल्ठुला पहाडको बिचबाट बाटो खोपेर एकदमै मनमोहक बाटो बनाएको छ तपाईँले मलाई आशा छ यो पनि तपाईँले इन्जोय गर्नुहुनेछ र यो जायनको समग्रमा कुरा गर्नुपर्दा मैले चाहिँ 10 आउट अफ 10 स्टार दिने यसलाई किनभने यसमा सम्पूर्ण सेवा सुविधाहरू छन् तपाईँ क्याम्पिङ गर्न जान सक्नुहुन्छ तपाईँ हाइकिङ गर्न जान सक्नुहुन्छ तपाईँ नेचरलाई लभ गर्नुहुन्छ भने यो चाहिँ एकदमै राम्रो ठाउँ हो जानको लागि तपाईँ रिफ्रेसमेन्ट तपाईँ आफूलाई रिचार्ज गर्नको लागि यो ठाउँ अवश्य जानुहोला मैले मेन्सन गरे अनुसार यहाँ लजहरू यहाँ होटलहरू र खानेकुराहरू सबैको प्रबन्ध रहेको छ र यसमा तपाईँको समस्या समग्रमा केही पनि देखिएन तपाईँले एउटा पास लिए पछाडि त्यो पास पनि हप्ता दिनसम्म काम लाग्ने तपाईँ फर्की आउन पनि मिल्ने र सम्पूर्ण सेवा सुविधाहरू शौचालयहरूको पनि राम्रो व्यवस्था पानीको राम्रो व्यवस्था र प्राय यस्तो नेसनल पार्कहरूमा शौचालयहरू एकदमै फोहोर हुने खानेपानीहरूको असुविधा हुने कोहीमा चाहिँ देखिन्छ तर यो चाहिँ एकदमै वेल म्यानेज रहेछ यसले त्यही भएर पनि मैले यसको राम्रो रेटिङ 10 आउट अफ 10 यसलाई दिन्छु र ट्राभलिङ गर्ने जो पनि तपाईँ नेचरसँग क्लोज हुन चाहनुहुन्छ भने युटाको यो जायन नेसनल पार्कमा आउनुहोस् र अघि मेन्सन गरे अनुसार जब तपाईँ यहाँ आउनुहुन्छ यहाँबाट तपाईँ ब्राइस क्यान्योन भन्ने अर्को नेसनल पार्क पनि जान सक्नुहुन्छ र सँगसँगै ग्रान्ड क्यान्योन जुन चाहिँ तपाईँको एउटा ठुलो वन्डर संसारको एउटा चाहिँ आश्चर्यचकित ठाउँमध्येको एउटा ग्रान्ड क्यान्योन भन्ने पनि जान सक्नुहुन्छ यी समग्रमा राता पहाडका विभिन्न श्रृङ्खलाहरू राता पहाडका विभिन्न प्रकार हुन् हामी नेपालीको लागि तर हेर्नको लागि एकदमै मनमोहक छ र म तपाईँलाई हाइली रिकमेन्ड गर्छु यो तपाईँले पनि एकचोटि यो हाइकिङ या फेरि यो ट्रेल तपाईँले पनि एकचोटि ड्राइभ गरेर हेर्नुहोस्
अब हामी जायनबाट फर्केर सेन्ट जर्ज कटेर तल आइसकेका छौँ। अब हामी केही बेरमा मस्किट पुग्नेछौँ जुन चाहिँ नेभाडा हो। यो इन्ट्रेस्टिङ कुरा के छ भने यो जायन जाने बाटोको बिचमा थोरै एरिजोना पनि पर्दछ, जुन चाहिँ एरिजोनाको कर्नरले छुन्छ तपाईँको केही माइल बाटो। तब तपाईँ यहाँबाट हिँड्नु भएपछि लस भेगस, नेभाडा, फेरि एरिजोना र त्यस पछाडि तपाईँ युटा जानुहुन्छ। यो प्रकारले यो यात्रामा तपाईँले 3टा स्टेटलाई कभर गर्नुहुन्छ, जुन चाहिँ एकदमै इन्ट्रेस्टिङ छ। यो भिडियो कस्तो लाग्यो कृपया एकदमै राम्रो नराम्रो जस्तो लाग्यो पनि प्रतिक्रिया दिनुहोला। मेरो आगामी भिडियोको लागि एकदमै सराहनीय हुनेछ। मैले ट्राभलिङ भिडियोहरू बनाउनलाई यो पहिलोचोटि यस्तो ब्लग बनाएको छु। कृपया यसको राम्रो नराम्रो पक्ष यसो गर्दै भयो हुन्थ्यो, यस्तो गर्दा हुन्थ्यो भन्ने तपाईँले लागेको अनुसार कमेन्ट गरिदिनु भयो भने मलाई एकदमै राम्रो हुनेछ। मैले एकदमै त्यसबाट सिक्नेछु। थ्याङ्क यू सो भेरी मच हेर्नु भएकोमा। मलाई चाहिँ नै धेरै खुसी लाग्यो तपाईँसँग यसरी इन्टरेक्ट हुन पायो र आगामी भिडियोमा चाँडै भेट हुनेछ।